अरबिकमा वेलकम लेखेछ है। गेस 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 आज चाहिँ म कहाँ जान लाग्यो भनेपछि यति ह्याप्पीको कुरा नि होइन क्या यो। गाडी अस्ति फुटाइदिएको थियो त अनि बल्ल तल्ल यो पेपर सेपर निकालेर यो इन्सुरेन्सको क्लेम पेपर निकालेको अनि अहिले चाहिँ जान लाग्यो त्यो बनाउनलाई। अनि पछाडिको सिसा चाहिँ सबै फुटेछ, यो सबै फुटेछ। योभन्दा पहिलाको भिडियोमा चाहिँ भनेको थिएँ होइन, तर त्यो भिडियोमा जम्मा 10 भ्यू आएको रहेछ। सो तपाईँहरूलाई थाहा नहुनसक्छ, म चाहिँ यहाँनिर त्यो राखिदिन्छु, फोटो राखिदिन्छु त्यसको। त्यसपछि यो भिडियो हेर्दाखेरि पनि थाहा हुन्छ, त्यो भिडियो हेर्दाखेरि पनि त्यसै नै भइहाल्छ। सो अहिले चाहिँ मलाई पेट्रोल हाल्नुपर्ने छ, 1 पोइन्ट मात्रै छ। अब चाहिँ म एकैचोटि पेट्रोल सेट्रोल हालेर अनि सिधै निस्किने हो। मैले चाहिँ पेट्रोल सेट्रोल हालेर निस्किसकेको होइन, तर त्यो सिसा फुटेको छ नि त, बाहिरको आवाज लास्तै आइरहेछ। म चाहिँ यो अन गर्नु पर्ला जस्तो छ, कहाँनिर छ ल। अहिले चाहिँ आवाज कस्तो आइरहेछ मलाई थाहा भएन होइन। मैले गाडी चाहिँ सबै पेट्रोल सेट्रोल हालेर अब निस्केको। अहिले चाहिँ यहाँ बाटो 37 किलोमिटर देखाइरहेछ। सो अगाडिको भ्यू चाहिँ के यस्तो छ यहाँनिर, तर यहाँनिर चाहिँ खासै छैन कि। मैले चाहिँ के गरेँ भने चाहिँ होइन, यो दिएँ होइन पेट्रोलको पैसा पे गर्नलाई, तर उसले चाहिँ अब यो फुटेको देख्यो होला नि, त्यो कसको चोरेर ल्यायो भन्ने जस्तो भयो। उसले चाहिँ भन्छ यो कहाँबाट निकालेर लिएर आएको, अनि उसलाई गाडी देखाएको, मेरो गाडी फुटाइदिएछ अनि यो चाहिँ रहेछ। अब पैसा चाहिँ यहीबाट पे गर्नुपर्छ होइन, तर बाहिरको नोइज चाहिँ लास्टै आएर होला अहिले मलाई जहाँसम्म लागिरहेछ, किनकि म आफैले सुन्न सकिरहेको छु त्यो कति जोरले आवाज आइरहेछ बाहिरको। अनि मैले गाडी नि लास्टै स्लो चलाइरहेछ क्या। सो गाइस यो जानुपर्ने चाहिँ उता अल अहमदी भन्ने ठाउँ हो, तर उता चाहिँ गएको छैन, किनकि हाम्रो ड्युटी नै उता पर्दैन नि त। हाम्रो ड्युटी चाहिँ यही एरियामा हो, तर त्यो फुटेर चाहिँ अब जानु परिरह। सो अब उतैतिर जानुपर्छ, के गर्नुपर्छ केही थाहा छैन। ठाउँसाउँ केही चिनेको छैन, अब गएर उल्लु जस्तो घुम्नु पर्ला। घाम चाहिँ ठ्याक्कै अगाडिबाट आइरहेछ कि, मैले त मोबाइलको स्क्रिन नै देख्न सकिरहेको छैन, ठ्याक्कै मुखमै तल्किरहेछ क्या। पेट्रोल हाल्ने बेला चाहिँ एकदम चलाक्य म, किनकि यो अहिले गाडी मलाई त्यहाँ दिनु पर्यो भने चाहिँ यो गाडी मलाई रिटर्नमा पाउँछ कि पाउँदैन, यो कति तासेर आएको क्या, कस्तो तर्साइदियो यार। अनि यो गाडी पाउँछ कि पाउँदैन भन्ने कुरा चाहिँ मलाई थाहा छैन। त्यही भएर मैले चाहिँ पेट्रोल, अब यो मेरो नाममा छ नि त यो स्टिकर, यो भित्र भएको पैसा जति मैले युज गर्नुपर्ने हो। अहिले फुल ट्याङ्की गऱ्यो भने यो गाडी उतै लान्छ, लगिसकेपछि कसलाई दिन्छ थाहा छैन। मलाई नै दियो भने चाहिँ देखाउँछु यस्तो यस्तो भयो भनेर। यो साइडको जुन ढोका छ नि म ड्राइभरपट्टिको, अब यहाँको ड्राइभिङ सिट त अब लेफ्ट साइडमा हुन्छ नि त, यो साइडको सबै यो ढोका चेन्ज गर्छ अरे। अब एक दिनमा हुने कुरा त यो पोसिबल छैन, त्यो सोरुमको काम त्यस्तै हुन्छ। अब त्यहाँ गाडी पनि ठोसाठोस हुन्छ। सो यो गाडी छोडेरै आउनु पर्ला जस्तो छ। अनि गाडी कसलाई दिन्छ भन्ने कुरा चाहिँ थाहा भएन, त्यही भएर मैले चाहिँ 1 केटीको मात्रै पेट्रोल हालेको क्या। अनि बाँकी पैसा चाहिँ यसमै छ, कति छ थाहै छैन अहिले बचेको चाहिँ। यो बिल चाहिँ दिएको छ, हेरेर भन्छु है। 12 रुपियाँ छ यहाँको, 12 रुपियाँ भनेपछि 1 रुपियाँको 10 लिटर आउँछ भनेपछि अब 12को कति भयो त, कति धेरै हिसाबै आएन हो गाइज मलाई त। यहाँनिर चाहिँ त्यो रफ चलाउने मान्छेहरूलाई समाएर चिट काट्ने रहेछ कि यहाँनिर पुलिसले काटिरहेको रहेछ। सो गाइज यहाँनिर चाहिँ पहिला होइन पुरै खराब बाटो थियो, यो राइट साइडमा देखिरहेको छ नि उडा बडङ भएको, यतातिर पहिला रोड थियो, यो चाहिँ काम चलेर थियो। अहिले चाहिँ पुरै खोलिदिएछ क्या, कस्तो दामी लाग्छ क्या। यहाँनिर त नयाँ छ नि त, सबै टल राम्रै देखिन्छ, जङ्गल जस्तो भयो भने होइन। माथिको रोड चाहिँ पुरै जाम छ, त्यो अर्कोपट्टिको जाम थियो नि त, उता परसम्म यहाँसम्म असर परिरहेछ है त्यसको। उता देख्न सक्नुहुन्छ अगाडि, खै कस्तो देखिरहेछ क्यामेरामा, तर मेबी राम्रै देखिरहेको होला। तर गाइज योवाला रोड चाहिँ लास्टै जाम छ है, लास्टै जाम छ। जाम भन्नाले क्राउड धेरै छ क्या, त्यस्तो जाम चाहिँ रोकिएको चाहिँ छैन।
हिँड्न चाहिँ हिँडिरहेछ अगाडि चाहिँ रोकेको जस्तो देखिरहेछ सायद नहोस् हुन चाहिँ नभए त अप्ठ्यारो हुन्छ यो साइड साइडको रुखहरू अहिले हरियो छ नि त एउटा पात पनि हुँदैन क्या फर्स्ट टाइम आउने बेला हामी चाहिँ गर्मीमै आएको थियो अनि मेडिकल यही बाटो जानुपर्छ कि गर्न त्यो इन्सुरेन्स क्लेम गरेको छ नि त्यो यो साइडको ढोकाको लागि मात्रै छ भनिरहेको थियो नि त अब यो स्टेरिङ पनि सेक हुन्छ अनि अलिकति अर्को साइड पनि स्क्र्याच छ त्यो चाहिँ हेर्दैन क्या उनीहरू आफ्नो जुन यो पेपरमा लेखेको होला अब के लेखेछ देख्न सक्नुहुन्छ के लेखेछ गाइस मलाई त पढ्नै आउँदैन बोल्न चाहिँ हो अलिअलि बोल्न आउँछ सो पढ्न चाहिँ ठुप्पो आउँदैन त्यो नम्बर चाहिँ चिनिन्छ होइन यिनीहरूको सो यिनीहरूको भाषा अनि हाम्रो अब हाम्रो उनीहरूले चिन्दैन हामी उनीहरूको चिन्दैन त्यही त हो नि सो एकदम गाह्रो छ यहाँनिर पढ्न अनि बोल्न चाहिँ अब सिकिहालिन्छ देख्दा देख्दै बोल्दा बोल्दै सो पढ्नलाई चाहिँ अलिक गाह्रो हुन्छ यो लाइन देखिरहेछ नि यो स्वाइँ स्वाइँ गएको म चाहिँ त्यो बिच बिचमा छुट्टिन्छ क्या यो लाइनहरू छुट्टिन्छ त्यसपछि फेरि अर्को टाइपको बनाएको हुन्छ क्या अनि झुकिहाल्छ एउटै लाइन सुई जाँदैन क्या बिचबाट छुट्याइदिने रहेछ सो कतै पऱ्यो भने चाहिँ म देखाउँछु है कसरी छुट्याउँछ भने चाहिँ त्यतिखेर बिचमा लाइनै हुँदैन 500 मिटर हो कि 1 किलोमिटर जति अनि त्यसपछि फेरि अर्को लाइन क्रिएट गरेको हुन्छ क्या राइट साइडमा चाहिँ यो के को ट्याङ्कर हो गाइस अर्कै टाइपको छ पेट्रोलको त पक्कै होइन है अहिले त्यहाँ गएर नि मुदिरलाई फोन गर्नु पर्ला कतै झुक्केर अन्टै ठाउँमा म गएको भयो भने चाहिँ फेरि मलाई हान्छ केटालाई त्यही भएर अलिक राम्रोसँग अहिले हमद के लेखेछ खै हमद सो यो पहिलो पहिलो लाइन पहिलेदेखि छुट्टिसकेछ यहाँबाट चाहिँ हो हामी एक्जिट लिनुपर्ने यो ठाउँमा पहिला आइसकेको हो कि क्या हो यहाँनिर के गर्न आएको थिएँ हो यहाँनिर चाहिँ क्यान्सल गर्न आउँछ क्या हो भिजा हो यो यही त्यही ठाउँ हो किन बोलाएको हो यहाँनिर चाहिँ अफिस छ कि मलाई नि क्यान्सल गरेर पठाउन लागेको हो कम्पनीले यहाँनिर चाहिँ छ है अलिक राम्रो गतिलो ठाउँ केएनपिसी भन्ने त्यो पेट्रोल पम्पको कम्पनी हो क्या यहाँनिर सिसा भएको यो त्यो केपिएनसी भन्ने चाहिँ पेट्रोल पम्प चलाउँछ क्या त्यसको अफिस चाहिँ होला त्यो बिल्डिङभित्र सो गाइस गेट चाहिँ देख्न सक्नुहुन्छ है कति दामी छ अरबिकमा वेलकम लेखेछ है यो लाइनमा चाहिँ होइन अर्को साइडमा चाहिँ इङ्ग्लिसमा लेखेछ त्यही भएर चाहिँ मैले पढिदिएको वेलकम नै होला स्वागत छ ल कुन ठाउँमा स्वागत भएँ म चाहिँ थाहा भएन है ओ वाउ यहाँनिरको प्लेस चाहिँ अलिक अर्को छ मलाई चाहिँ लेफ्ट जानुपर्छ है लेफ्टतिर च्याप्छु म अगाडिको गाइस देख्न सक्नुहुन्छ पोर्स गाडी मेरो ठ्याक्कै अगाडि एकदम सुपर कार हो नि त महँगो गाइस महँगो सिग्नल चाहिँ खुल्लै छ यार यसमा क्यामेरा नि छ 50 केडीको अहिले त 150 केडी गरिदिएछ अरे सुनिरहेको थिएँ सो सिग्नल अहिले हरियो नै छ म चाहिँ निस्केँ है अर्कै कस्तो ठाउँ छ यार कहाँ पुर्याइदियो कि मलाई पुर्याइदियो भयो मलाई त यहाँनिर ओजोन भन्ने खै के पो छ सो गाइज यहाँनिर चाहिँ अलिक होला केही न केही त तर डेलिभरीको गाडीहरू नि छ यस्तै म जस्तै बिग्रेको राख्यो भने इन्सुरेन्स क्लेम गरेको यो नयाँ नयाँ गाडी र क्लेम भइहाल्छ बालै भएन ओ मागु टुरुला भयो म चाहिँ बाटो झुक्दिएको माकुरी ओ यहाँनिर चाहिँ सोरुमहरू देखिरहेको छ क्या बाटो गलत चाहिँ होइन मिस्टेकले भयो नि ठिकै ठाउँमा आएछ अहिले चाहिँ झोल चुयो है मेरो यहाँनिर टप लोकेसन त यहीँनिर भ्याएर छ तर केही देखिनँ मैले त निसानको खासै रेस्टुरेन्ट त छैन यार यहाँनिर गाइस देखेँ निसानको यहाँनिर दामी छ हो यो लेफ्ट साइडमा देखिरहेछ नि यो अब तर पार्किङ चाहिँ कहाँ गर्ने हो खै कुन्नी म चाहिँ लिएर गइहाल्छु पार्किङमा हो यही हो क्या निसाना यहाँनिर चाहिँ के हुन्छ अब भित्र गएर थाहा होला के हुने हो
अब भित्र त क्यामेरा चालु गर्न दिँदैन होला कि दिन्छ त्यो चाहिँ थाहा छैन, दियो भने चाहिँ गरौँला। सो गाइस म चाहिँ पुगेँ है, यो चाहिँ निसान कम्पनीको त्यो सोरुम छ यहाँनिर। अब यो चाहिँ अब यही रिपेयरिङ हुन्छ कि के हुन्छ, तर मलाई चाहिँ थाहा भएन है कसरी जानुपर्ने हो मेरो रुमसम्म। सो अब त्यहाँबाट निस्केरै थाहा पाउँछु या ट्याक्सीमा जानुपर्छ नि थाहा हुन्छ। केही त थाहा छैन यार यता, तर यो ठाउँ चाहिँ पाएँ होइन, गएर आइसकेको म आइसकेको भन्न नि त्यहाँ कुरा गरेको, तर मेरो गाडीमा सामान छ भनेर सामान झारेर आउँछु भनेको 2 हप्ता लाग्छ अरे भन्छ। अब रुम चाहिँ कसरी जाने होला, जहिले घर घर आउँछ मुखमा, रुम चाहिँ कसरी जाने होला। पैसा छ न त छ, तर म्यानेजरले भन्नुपर्छ पैसा लिए भनेर अनलाइन हालिदिन्छ कि। तर अहिले चाहिँ म कहाँ जानु लागेको खासमा होइन, पसल खोजिरहेको छु क्या, त्यो सामान झार्नलाई। कतै पसल पाएँ भने चाहिँ म सामान त्यहाँ झारेर ढुक्कसँगले रुम जान्छु भन्न खोजेको। तर अब हेरौँ न, यहाँ नयाँ ठाउँ छ क्या, यता मार्केट छ भन्छ, अब खै मार्केटै पाउँदैन म त। अब गाइस त्यो चाहिँ कता छ थाहा छैन है, अब त्यो खोजेरै थाहा हुन्छ। सो अहिले चाहिँ म चाहिँ खोज्नतिर लागि, यतातिर जहाजको गाडी आउँदैछ क्या, उनीहरूसँग सोध्नुपर्छ। सो त्यसपछि थाहा हुन्छ। यता चाहिँ बाटो अलिक गाउँ गाउँवाला बिरानो टाइपको देखिरहेछ। अगाडि चाहिँ मस्जिद छ, मस्जिद त गाइस जानी हुन्छ हरेक ठाउँमा, त्यो त नेसेसरी हो यहाँको, अब मन्दिर हो नि त। सो यहाँनिर चाहिँ बाटो 2-3 टुक्रा भइरहेछ गाइस, गाडी पनि झ्याम्की झ्याम आइरहेछ, ट्याक्सी पनि पाउँछ जस्तो छ यताबाट। सरकारी बस पायो भने चाहिँ त्यसमा चिप प्राइस हुन्छ क्या। यसलाई सोध्नुपर्छ, सोध्न चाहिँ सोधेको होइन, यो बाटो सिधै जा भन्छ मलाई, अनि यही लाइनमा छ भन्छ, खै अब कहाँ छ हेर्नुपर्छ। हो यो कस्तो ठाउँमा आयो, कहिले नघुमेको ठाउँ बिरानो। अब चाहिँ विदेशवाला फिलिङ आइरहेछ है गाइस मलाई चाहिँ। सिधा 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 एसआर आखिर भन्थ्यो, कहाँ हो। अब हिँड्न त सिधा 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 नै हिँडिरहेको छु म। यहाँनिर त ठाउँै सिद्धिन थालिसक्यो, बजार एरिया कहाँ पाउनु त यहाँ। त्यो ठाउँ खोज्दा खोज्दा म यस्तो ठाउँमा पुगिसकेँ, कति ठुलो ठुलो सामानहरू राखिरहेछ, गाडी पनि आउँदैछ। कस्तो उल्लु जस्तो गाडी चलाइरहेको छु क्या म चाहिँ, कहाँ सिग्नल दिएर कहाँ हिँडिदिने। त्यो मान्छे छ त्यो अघि गयो, त्यसलाई सोध्नुपर्छ। सो गाइज त्यो पसल ससल पाएँ होइन, सामान सामान मैले दिएँ। अब चाहिँ सोरुम जानु लाग्यो, अनि त्यो मान्छेले बाटो चाहिँ एकदम सही भनिरहेको थियो, तर मलाई चाहिँ के भन्छ थाहा नभएको, यही साइडमा थियो, तर बाटो चाहिँ अर्को अर्को रहेछ क्या। अनि एउटा हिन्दी रहेछ, उसले चाहिँ गाडीमै बस्यो अनि त्यो ठाउँसम्म पुर्याइदियो, उसको रुम नि त्यहीँनिर रहेछ। अनि ओर्लेर गयो, मैले चाहिँ त्यो सामान राखेर आएँ। मलाई चाहिँ होइन एउटा कुरा थाहा नभएको के, कपाल पनि कस्तो भइसक्यो आज दिनभरि। त्यो गाडी बनाउनलाई दिएपछि अर्कै गाडी रिप्लेसमेन्टमा दिने रहेछ, मतलब अर्को चलाउनलाई। सो मलाई चाहिँ दिइसकेछ, म चाहिँ अब लागेको रुमतिर। अनि गाडी चाहिँ सेम हो, तर अर्कैको रहेछ, यो कुनै मान्छेको होला चलाउने। सो देख्न सक्नुहुन्छ।